ल है त यति बेला भनेको इन्डिया र पाकिस्तान बीच घमासान युद्ध चालु भइसक्यो। कस्तो भन्नुहुन्छ भने रुन मन लागेको आगो पुत्ताएको भने जस्तै भइसक्यो। उता पाकिस्तानले चाहिँ इन्डियालाई कुतकुताइरहेको थियो, नभन्दै फाइनली आज बुधबारको राति नै इन्डियाले स्ट्राइक गरिसक्यो, क्षेपणास्त्र प्रहार गरिसक्यो र कयौँ सङ्ख्यामा चाहिँ घाइते पनि भइसके साधारण नागरिक, आम नागरिक, सिभिलियन्सहरू हैन। सो कयौँ क्षतिपूर्ति पनि भइसक्यो हैन। र विगत केही दिनदेखिबाट इन्डियाले आफ्ना विभिन्न सहरहरूमा, विभिन्न ठाउँहरूमा आफ्ना सिभिलियनहरूसँग ल हामीहरूले चाहिँ मोकड्रिलको लागि एनाउन्स गरिरहेछौँ, मोकड्रिल चाहिँ गरेर अब इन्डियामा लागू गर्ने भनेर मोकड्रिल चाहिँ चालु गरेको थियो है त। अब फेरि यो मोकड्रिल के होला भन्नुहुन्छ, मोकड्रिल भनेको कोही इमर्जेन्सी सिचुएसन आउँदाखेरि, कोही आपद विपद आउँदाखेरि चाहिँ आफू कसरी चाहिँ गरेर सर्भाइभ गर्न सक्ने हैन, कसरी चाहिँ आफू सेफ्टी रहन सक्ने भनेर आफ्नो त्यहाँका जनताहरूलाई चाहिँ गरेर एउटा सुरक्षाको एउटा स्ट्रक्चर दिनु, त्यसलाई चाहिँ मोकड्रिलको लर्निङ भनिन्छ हैन। त्यो चाहिँ दिइरहेको थियो। एकदम इन्डियामा बस्ने सम्पूर्ण नागरिकहरू यो मोकड्रिलदेखि अवार थिए हैन। र हिजो राति नै क्षेपणास्त्र प्रहार गर्यो पाकिस्तानमा र चाहिँ गरेर त्यहाँनिर धेरैको सङ्ख्यामा चाहिँ घटना पनि भइसक्यो है त। यो एउटा सिम्पल एउटा इन्डियाको द्वारा पाकिस्तान विरुद्ध एउटा ट्रेलर मात्रै हो। यदि अझै पनि पाकिस्तान सुध्रिन्न, यदि सुध्रिन चाहँदैन हैन भनेदेखि केही समयभित्र अझै ठुलो क्षतिपूर्ति चाहिँ पाकिस्तानले भोग्न पनि जरुरी छ। किनकि जहिले पनि चाहिँ हिन्दुस्तान विरुद्ध पाकिस्तानले चाहिँ कुतकुताइरहन्छ नि त। कहिले हिन्दू धर्म यो लिएर, कहिले कश्मीरको विषयमा लिएर। मेन मुद्दा यिनीहरूको कश्मीरकै विषय हो हैन। बट त्यो कश्मीरकै विषयलाई लिएर विभिन्न बाहनाहरूमा यिनीहरूले चाहिँ आतङ्ककारी पठाएर विभिन्न चाहिँ गरेर मान्छेहरू चाहिँ गरेर हात हतियारसहित त्यहाँ आतङ्ककारीहरू पठाएर इन्डियाभित्रै इन्डियाका केही व्यक्तिहरूसँग मिलेर पनि प्लस अनि विभिन्न चाहिँ गरेर बोर्डरहरूमा त्यसरी चाहिँ घुसपेट गरेर तिनीहरूले चाहिँ हमेसा हमला गर्ने चाहिँ त्यो जमर्को गरिरहेका हुन्छन् जहिले पनि। सो अब भनेको यिनीहरूलाई पाकिस्तान विरुद्ध भनेको एकदम खतरा यिनीहरूको लागि चाहिँ गरेर ठुलो च्यालेन्ज आउनेवाला छ। अझै पनि यदि सुध्रिनन् भने यिनीहरूको लाले पर्ने समय चाहिँ आइसकेको छ। यो चाहिँ बुझिन्छ सिधा हिसाब किताबमा भन्नुपर्दा। विगतको के 2-3 साल पहिलाको हिस्टोरी हेर्ने भनेदेखि मोदीले एलओसीमा अनि पाकिस्तानको त्यो एक जग्गा थियो क्या, त्यहाँनिर चाहिँ सर्भाइकल स्ट्राइक गर्दाखेरि चाहिँ गरेर उता मोदी मजाले चाहिँ गरेर विभिन्न प्रोग्राममा जाने, प्रार्थना गर्ने, मन्दिरमा जाने, पूजा पाठ गर्ने, यताउति उसमा बिजी भए जस्तो टक्क देखाउने हैन। त्यो एक हिसाबको त्यो पनि थियो। अनि सडनली आफ्ना चाहिँ गरेर फौजहरूलाई त्यो इन्स्ट्रक्चर दिए थियो कि यो चाहिँ हुँदा बित्तिकै तुरुन्त चाहिँ गरेर एट्याक गर्नुपर्छ भनेर उनीहरूलाई चाहिँ एकदम फ्री सर्भिस चाहिँ दिएको थियो। त्यति बेला गएर उनीहरूले एट्याक गरेर आइसके, सर्भाइकल एट्याक गरेर आइसके। अब अहिले पनि सेम त्यस्तै भयो हैन। विगत 2-3 दिनदेखि उनी भनेको विभिन्न इन्डस्ट्रियल को उद्घाटन अनि चाहिँ सेलिब्रिटीसँग मेलमिलाप, विभिन्न टेक्नोलोजीको विषयमा चाहिँ गरेर रिसर्चको विषयको लागि चाहिँ महाराष्ट्रतिर, मुम्बईतिर उनी चाहिँ बिजी थिए। बट यता के थियो, उनको सेनाले हैन, उनको सेनाले चाहिँ स्ट्राइक बिल्कुल बराबर चालु गरेको थियो हैन। विभिन्न देशका व्यक्तिहरूलाई यो लागेको थियो कि चाहिँ यसले केही पनि गर्दैन होला हैन, मोदी चाहिँ आफ्नो काममा बिजी छ, आफ्नो सेड्युल चाहिँ लिएर चलिरहेको छ भनेर। बट त्यो होइन, उनले आफ्नो काम भनेको स्ट्यान्ड बाई राखेका थिए। सो त्यो गरेर पनि देखाए हैन। विगत केही दिन पहिला कश्मीरमा त्यो चाहिँ पुलवामा हमला थियो हैन। आतङ्ककारीहरूले चाहिँ त हिन्दू होस् कि नै हैन भनेर त्यो चाहिँ यो सोधेर चाहिँ त्यसरी चाहिँ हमला गरेका थिए नि त। त्यो एउटा ठुलो इन्सिडेन्ट थियो नि त हिन्दूहरूको लागि। त्यसमा चाहिँ एउटा नेपाली व्यक्ति पनि पर्नुभएको थियो बुटोलको हैन। जात धर्म सोधेर त्यसरी चाहिँ गरेर इन्सानियत हमला गर्नु भनेको एकदम चाहिँ गरेर अघात हो, त्यो इन्सानियत हुनै सक्दैन। सो त्यो चिजहरू लिएर आम नागरिक, इभन हाम्रै नेपालका नागरिकहरू पनि त्यो विषय लिएर चाहिँ धेरै चिन्तित पनि थिए, एकदम आक्रोश पनि थिए। अब इन्डियामा त हुने नै भयो, हिन्दुस्तानमा हैन। सो यो विषयको एकदम चिन्ताजनक थियो क्या आम जनमानसमा। सो अहिलेको तत्कालको यही सब्जेक्टलाई चाहिँ बिल्कुल पानीको बदला तिमीहरूलाई एसिड भनेर चाहिँ गरेर एउटा चाहिँ गरेर प्लान बनाएको थियो। त्यही अनुसारले चाहिँ अब युद्ध चालु हुँदैछ। त्यही पुलवामामा यो हिन्दू धर्मको विषयलाई लिएर चाहिँ गरेर एट्याक गरेका थिए। त्यही सम्बन्धी विभिन्न के त्यहाँ चाहिँ गरेर धेरै हिन्दू धर्मका व्यक्तिहरू चाहिँ गरेर हिन्दू धर्म मान्ने व्यक्तिहरू मर्नुभएको कारणले
धेरै हिन्दू समाजका चाहिँ गरेर भाइबन्धुहरूको श्रीमतीहरू चाहिँ गरेर उहाँहरूको सिन्दुर चाहिँ गरेर मेटियो नि त उहाँहरू चाहिँ गरेर यो संसारमा नरहिसकेपछि। सो त्यसै कारणले गर्दाखेरि अहिलेको यो नयाँ स्ट्राइकको नाम चाहिँ इन्डियाको सरकारले सिन्दुर भनेर चाहिँ राखेको छ। त्यो एउटा चाहिँ गरेर सिन्दुरै मेटाइदिए नि त तिनीहरूले। अब हाम्रो हिन्दू धर्ममा चाहिँ सिन्दुरको किम्ती एकदम छ नि त लेडिजहरूमा, होइन। सो त्यही भएर अहिलेको चाहिँ गरेर यो स्ट्राइकको नामै भनेको सिन्दुर यस्तो राखिदियो है त इन्डिया सरकारले। हेरौँ त इन्डिया सरकारको माइन्ड भनेको एकदम मान्नुपर्छ, होइन। मोदी सरकार विशेष गरेर लास्ट इयर चन्द्रमामा त्यो साउथको स्पेसमा चाहिँ गरेर इन्डियाको स्पेस फोरेक्सदेखि चन्द्रमामा रकेट गएको थियो। त्यति बेला चाहिँ त्यहाँको जो आफ्नो साउथको जग्गा कब्जा गरे, इन्डियाको नाममा रजिस्टर गर्न सफल भए, त्यहाँको नाम उनीहरूले तिरङ्गा राखे। तिरङ्गा अनि त्रिशक्ति समथिङ यस्तैको राखेछन्, हिन्दू धर्मकै नामबाट राखेछन् त्यहाँ, होइन। अब अहिलेको यो लडाइँको नाम पनि सिन्दुरको नामबाट एउटा इतिहासमै चाहिँ गरेर एउटा खतरा नाम चाहिँ गरेर रहने भयो, होइन। सिन्दुर अट्याक यति बेला भनेको जमकर एकदम तगडा तरिकाले हिन्दुस्तानी मान्छेहरूले पनि चाहिँ गरेर पाकिस्तान विरुद्ध यति बेला चाहिँ यो लास्ट हो, यति बेला चाहिँ यिनीहरूलाई चाहिँ डटेर गर्नुपर्छ भनेर एकदम आम नागरिकहरू पनि जागरुक छन्। इन्डियाका इभन मुस्लिमहरू पनि, होइन, मुस्लिमहरू पनि चाहिँ हामी अहिले हिन्दुस्तानको साथमा छौँ, हामी हिन्दू बनेर लड्नुपर्छ, हाम्रो चाहिँ गरेर हिन्दुस्तानलाई चाहिँ जति बेला पनि टर्चर गर्छ पाकिस्तानले, सो पाकिस्तानको यति बेला भनेको पत्ता साफ गर्नुपर्छ भनेर हिन्दू प्लस मुसलमान हिन्दुस्तानका सबै एक भएर अहिले भनेको जमकर अगाडि छन्। सो अब 130 करोडभन्दा माथि भएको पब्लिक भएको चाहिँ देशमा यसरी चाहिँ गरेर एकदम अब पैसाको रूपमा पनि आर्थिक रूपमा पनि अगाडि धेरै कुराहरूमा सबल छ। सो यति बेला चाहिँ खतरा तरिकाले स्ट्राइक हुनसक्छ, युद्ध हुनसक्ने, अझै धेरै युद्ध हुन सक्ने सम्भावना छ। र अर्को कुरा भनेको सो यही युद्धको क्रम जारी अगाडि बढ्दै गयो भने अब हाम्रो धेरै नेपाली दाजुभाइहरू इन्डियामा हुनुहुन्छ, धेरै सुरक्षित तरिकाले रहनु होला यहाँहरू, होइन। आफ्नो चाहिँ गरेर सेफ्टी अपनाउनु होला। यहाँहरूले यति बेला भनेको सरकारलाई गर्ने एउटा कन्ट्रिब्युसन ठुलो योगदान भनेकै आफू सुरक्षित रहने हो कि आम नागरिक सुरक्षित रहन सक्यो भने सरकारले, होइन, सरकारको इन्टायर टिमले नागरिकहरूलाई चाहिँ गरेर केही उद्धार गर्न नपर्ने, हेल्प गर्न नपर्ने भयो भनेदेखि उनीहरू आफ्नो मिसनमा खटिन सक्छन्। सो आफ्नो मिसनमा खटिसकेपछि चाहिँ गरेर तपाईँहरूको योगदान भनेकै त्यही ठुलो हो। सो यहाँहरूलाई चाहिँ एकदम सुरक्षित तरिकाले चाहिँ रहनु होला भन्न चाहन्छु। नेपाली दाजुभाइ दिदीबहिनीहरू, आमा बुवा, होइन, सम्पूर्ण चाहिँ गरेर नेपालका काफी पब्लिकहरू चाहिँ इन्डियामा रहनुहुन्छ, त्यहाँ बसेर रोजगार गर्नुहुन्छ, जागिर गर्नुहुन्छ, बिजनेस व्यापारहरू गर्नुहुन्छ, त्यहाँ स्थानीय घर पनि बनाएर त्यहाँको लोकल पनि भएर बस्नुभएको छ। सबैजनाले आफ्नो सुरक्षा अपनाउनु होला। मैले यहाँभन्दा पहिला पनि एउटा भिडियो बनाएको थिएँ, एकदम सुरक्षा अपनाएर बस्नु होला भनेर। सो सेफ्टीको रुल चाहिँ एकदम फलो गर्नु होला यहाँहरूले, है त। त्यही भन्नको लागि चाहिँ यहाँहरू समक्षमा आएको छु। धेरै धेरै धन्यवाद। यो भिडियो हेर्नुहोस् अनि चाहिँ सम्पूर्ण नेपालीहरू बिच सेयर गर्नुहोस्, है त। बाँकी अपडेटहरू यहाँहरूलाई म दिइ नै रहनेछु, है त। धन्यवाद।